हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो सेकेन्ड भिडियोमा। मैले चाहिँ आज तरकारी रेसिपी लिएर आएको छु। परवल र आलुको तरकारी। अब सबैले आफ्नो तरिकाले बनाउनुहुन्छ होला, तर मेरो तरिका पनि हेरेर साथ दिनु होला। मैले चाहिँ अगाडि नै खाना पनि बसाएको थिएँ थोरै, अनि रोटी पनि पकाउनु छ। तरकारी पकाइसकेपछि मेरो हस्बेन्ड आउनु भएको छ नि त, अनि उहाँलाई चाहिँ रोटी कहिलेकाहीँ खानु मन लाग्छ, अनि त्यही भएर मैले रोटी पनि पकाउँछु। अनि थोरै खाना बसाएँ, मलाई फेरि खाना नबिकन हुँदैन, अनि त्यही भएर। अनि मैले चाहिँ परवललाई सुरुमै एउटा परवललाई 4 टुक्रा बनाएर यसरी नै काटेर मजाले फ्राई गरिसकेको थिएँ। अनि त्यसपछि चाहिँ यो आलु हालेँ मैले हैन। अनि आलु हालिसकेपछि चाहिँ आलुलाई पनि यसरी नै परवललाई जसरी नै मजाले रोस्ट गर्ने, एकछिन रोस्ट गर्ने। अनि त्यसपछि यसलाई मैले चाहिँ तरकारी धेरै छोप्दिनँ क्या, अनि छोपेर पकाउँ। अब सबैको आफ्नो तरिका हुन्छ नि त पकाउने, अनि मलाई चाहिँ आफ्नो तरिकाले पकाउनु मन लाग्छ। अनि फेरि कोही बिचमा मलाई यसरी होइन यसरी गर भनेपछि चाहिँ रिस उठ्छ कि। अनि मैले चाहिँ यसमा अब आफ्नै तरिकाले पकाउँदै थिएँ है। अनि आफै भिडियो पनि बनाइरहेको थिएँ, अनि एउटा हातले मोबाइल अनि अर्को हातले चलाइरहेको थिएँ कि। अनि त्यही भएर पनि यो भिडियो यताउता भएको छ। तर अब यो मैले मजाले यसलाई भुट्न दिएँ हैन। यो आलु पनि मजाले भुटिरहेको छ। अब यसमा चाहिँ मैले थोरै बेसार हाल्छु हैन, भनौँ न चाहिने जति बेसार हाल्छु पहिला। अनि बेसार हालिसकेपछि चाहिँ यसलाई फेरि मजाले चलाउँछु म। अनि चलाएर राम्रो देखिन्छ नि त, सुरुमै बेसार हालेर पकाउँदै गरेको त अझै राम्रो हुन्छ, झन् मिठो मिठो हुन्छ होला, झन् पकाउनु पनि इन्जोय लाग्छ क्या, एक्साइटेड हुन्छ हैन। हेर्नु त कस्तो राम्रो, सुरुमा चाहिँ कस्तो थियो, अहिले चाहिँ बेसार हालिसकेपछि कस्तो राम्रो लाग्यो है। त्यही भएर चाहिँ म सुरुमै हाल्छु हैन। अनि हालिसकेपछि अब चाहिँ यसलाई म एकछिन यतिकै छोडिदिएर छोपिदिन्छु। अनि अब यसलाई म छोपिदिएँ। अब छोपिसकेपछि चाहिँ म एकछिन यतिकै छोडिदिन्छु। अनि खाना सिटी लागिसकेको थियो, अनि त्यो तल राख्छु क्या म। त्यहाँ यहाँनिर सानो ठाउँ छ नि त, त्यही भएर म तल राख्छु यसलाई। अनि लसुन र अब तरकारीमा त लसुन हाल्नु पऱ्यो नि है, झोल तरकारी बनाउने हो ग्रेभी टाइपको। अनि अब यसमा लसुन हाल्नलाई चाहिँ म तयारी गर्छु तल गएर। अनि लसुन थोरै किच्याउँछु है। अब मिक्सरमा यति लसुन हाल्नलाई चाहिँ मिक्सर के युज गर्नु भनेर झन्झट लाग्छ कि। अनि लसुन किच्याएँ छिटो। अनि लसुन सँगसँगै धुलो खोर्सानी रहेनछ कि, अनि धुलो खोर्सानी पनि खोर्सानी निकाल्न आएको थिएँ। अनि फेरि हेरेँ चलाइहालौँ भनेर भएको थियो। अनि खोर्सानीको थोरै हिजो कि पेस्ट थियो क्या, अनि त्यो खोर्सानीको पेस्ट र लसुनको पेस्ट मिक्स गरेर मैले हालिदिएँ। अनि मजाले यसलाई चलाएँ हैन। अनि यो अझै हेर्दा झन् वाउ जस्तो लाग्यो कि, झन् रातो खोर्सानी हालेपछि। अनि त्यसपछि चाहिँ मैले मसला हालेँ, तरकारी मसला है, मिक्स मसला हुन्छ, मिक्स मसला पाउडर, यो प्याकेटको हो। यो हाल्दा मिठो लाग्छ मलाई हैन, यो खाने बानी भएर होला, किनभने धेरै मिठो लाग्छ। अनि यही हालेँ मैले। अनि त्यसपछि अब हेर्नु यो कस्तो वाउ देखिरहेको छ है खानामा, वाउ कति टेस्टी जस्तो लाग्यो। अनि मैले यसलाई चाहिँ मजाले एकछिन चलाएँ। मजाले यसरी चलाउँदै गएपछि यो सबैतिर मिक्स हुन्छ नि त, मिक्स हुन पाउँछ। अनि अझै मसला हालेर मिक्स गरिरहेको, उसको यो मसलाहरू चाहिँ भित्रभित्र पस्यो जस्तो लाग्छ क्या मलाई, मजाले भित्रभित्र खाँदिन्छ पस्छ जस्तो लाग्छ। अनि त्यही भएर मजाले चलाउँछु म यसलाई। अनि अब एकछिनमा छोपिदिएँ मैले यसलाई। अब छोपिसकेपछि एकछिनपछि मैले यसलाई निकालेको है, मैले भिडियो स्किप गरेको थिएँ, एकछिन रोकेको थिएँ भिडियो। अब यसलाई मजाले चलाएर अब यसमा चाहिँ हामी थोरै, अब मैले चाहिँ टमाटर काटेको थिएँ क्या, अनि टमाटर हाल्न झन् बिर्सिनँ। अनि त्यसपछि फेरि छिटो नुन हालेँ, नुन हालेपछि टमाटर हाल्छु क्या। अनि यता बाबुले पनि हैरान गर्दै थियो नि त मलाई। अनि त्यसपछि मैले नुन हाल्न बिर्सिन्छु जस्तो लागेको थियो, तर बिर्सिनँ, चुर्न याद गरेँ है। अनि अब एकछिन यसलाई यतिकै छोडिदिएर अनि त्यसपछि चाहिँ म टमाटर रेडी गर्छु है। टमाटर रेडी गर्दा यो एकछिन अझै नुनमा मजाले हुन्छ नि त। अब म यसमा टमाटर हाल्नलाई चाहिँ एकछिन चलाएँ। तल डढिरहेको थियो क्या, हिट बढी गरेको थियो कि, अनि डढिरहेको थियो यो। अनि त्यसपछि चाहिँ मैले टमाटर काटिसकेको थिएँ क्या, सुरुमै धोइ पखाली गरेर राखिसकेको टमाटर काटिसकेको थिएँ। अब यसलाई म मजाले हाल्छु, भनौँ न छिटो काटेको दुई टुक्रा बनाएको छु एउटा टमाटरलाई, सानो टमाटर अमिलो हुन्छ नि त। अनि त्यो सानो टमाटर हालेको थिएँ मैले। अब तरकारीमा टमाटर नभइकन फेरि तरकारी मिठै नलाग्ने क्या, अब सबैको आफ्नो तरिका हुन्छ हैन। यो तर टमाटर खाने बानी भएर होला, टमाटर नहालिकन मिठै लाग्दैन तरकारी। अनि त्यही भएर टमाटर चाहिँ म अलिकति धेरै नै हाल्छु क्या तरकारीमा, कराउनु हुन्छ।
सर्जीले चाहिँ कराउनुहुन्छ मेरो पत्थरी हुन्छ भनेर कराउनुहुन्छ क्या। अनि खानु हुँदैन धेरै टमाटर भन्नुहुन्छ। टमाटर नभए फेरि मिठै लाग्दैन। अब मैले टमाटर हालेँ हैन। अनि यो लाइट क्या कस्तो अँध्यारो अँध्यारो देखिरहेको थियो। अनि त्यही भएर मैले मोबाइलको लाइटै हालेँ अनि लाइट बालेर भिडियो बनाएको थिएँ। अनि त्यसपछि यो एकछिन टमाटर छोडिदिएँ मैले। टमाटर एकछिन गल्छ भनेर अनि अझै रोटी पनि पकाउनु थियो नि त, छिटो बनाउनु थियो। अनि त्यही भएर मैले यसलाई छिटो गरेर हिट अलिकति बढाइदिएँ। अनि हिट बढाइदिएर चाहिँ म तरकारी हुँदै गर्छ। अनि म चाहिँ आँटा थोरै मुसिहाल्छु भनेर मोबाइल त्यहाँ राखिदिएर अनि गएँ। फेरि आलु रहेछ है, आलु पनि सोझै किचिक पारेर यसैमा हालिदिन्छु। एउटा आलु थियो क्या, बिहान तरकारी बनाएको त्यतिकै राखिदिएको थिएँ क्या, दिउँसो बस्न खान्छु भनेर। अनि त्यही भएर यो यतिकै रहेछ नि हेरेँ भने फालिन्थ्यो नि त। अनि त्यही भएर मैले यसमै मिक्स गरिदिएँ। अनि यसलाई मैले मजाले हालिदिएँ। अनि मैले मजाले चलाएँ। अब यसलाई मजाले यसलाई चलाउने। अनि चलाइसकेपछि यो पनि मजाले मिक्स हुन्छ नि त त्यो आलुहरू सँगसँगै। यो चाहिँ बोइल आलु हो होइन। अनि मैले त्यो अघि नै हालेको थिएँ, त्यो चाहिँ काटेको आलु हो, मैले पिस बनाएर काटेको आलु हो। अनि यो अब म पिठो ल्याउन जान्छु भनेर चाहिँ मोबाइल यतिकै छोडिदिन्छु भने अनि मोबाइल बाबुले भरे यताउता चलाइन्छ भनेर अनि फेरि होस् बनाइसक्छु अनि मात्रै जान्छु भनेर सोचेँ। अनि के यो तरकारी कस्तो खाम लाग्यो, निकाल्नु भने फेरि सोचेँ निकाल्नु हुँदैन, होस् निकाल्दिनँ। अनि यहाँ हेर्नु त मैले मोबाइलको लाइट बन्द गरेँ नि। अनि त्यसपछि पनि कस्तो राम्रो देखेको क्या है, टमाटर हालिसकेपछि कस्तो राम्रो देखेको, कस्तो राम्रो लाग्यो है मलाई चाहिँ। अनि लाइट बन्द गरेपछि नि राम्रो आउँछ भनेर सोचेँ क्या त्यसपछि चाहिँ। अनि त्यही भएर लाइट बन्द गरेँ। अनि मैले यो मिक्स गरिसकेपछि चाहिँ अनि यो झोल हालिदिएँ। झोल हालिदिइहाल्यो भने छिटो हुन्छ नि त, छिटो पाक्छ झन् छिटो भनेर अनि झोल हालिदिइहालेँ त्यसपछि। अनि मलाई चाहिँ त्यही बुझेन यो झोलले, त्यसले त फेरि अब उम्ल्यो भने त रस सुक्छ नि त। अनि त्यही भएर फेरि हामी तिनजनालाई पुग्दैन। अनि त्यही भएर मैले फेरि पानी खन्याउने विचारमा थिएँ। अनि फेरि खन्याइदिइहालेँ क्या। अनि पानी अब यतिकोले चाहिँ ठिक्क हुन्छ नि त हामीलाई। अनि यो रस एकछिन उम्ल्यो भने पनि यो ठिक्क हुन्छ। अघि मैले सुरुमा हालेको थिएँ नि, हो त्यति नै हुन्छ होला उम्ल्यो भने। अनि फेरि चित्त बुझेन, फेरि पानी हालेँ मैले। अनि अब यो एकछिन उम्लिन दिन्छु। अनि त्यसपछि आँटा लिएर आउँछु भनेर छोडिदिएँ, यत्तिकै छोडिदिएँ मैले। अनि एकछिनपछि यो एकछिन उम्लिन दियो, त्यसपछि रेडी भयो है, रेडी भइहाल्यो। यो भिडियो बन्द गरेर म गएको थिएँ कि। अनि त्यसपछि यो रेडी भइसक्यो अब खानालाई एकदम रेडी। अघि मैले कति झोल हालेको थिएँ, झोल एकैछिनमा सुकेछ, हिट बढाइदिएको थिएँ अनि फेरि लो गरिदिएको थिएँ। त्यही पनि छिटो सुक्यो, फ्राई प्यानमा छिटो पाक्छ जस्तो लाग्छ क्या मलाई, कम्तीमा भन्दा पनि। अनि त्यही भएर यो चाहिँ रेडी भयो। अनि मैले चाहिँ रेडी हुने बित्तिकै छिटो रोटी पकाउनलाई रेडी गर्छु भनेर तल यतिकै अब यसलाई टेस्ट गर्नु मन लाग्यो, फेरि टेस्ट गरिनँ छोडिदिएँ है। अनि यसलाई बन्द गर्छु। अनि अब म जान्छु रोटी पकाउनलाई। ढिलो भइसकेको थियो होइन, त्यही पनि मैले छिटो गर्नलाई अब मैले यो अब हेरेँ अनि बन्द गरिदिन्छु। अनि मेरो बाबु पनि धेरै हैरान पार्छ क्या रोटी पकाउने बेलामा चाहिँ, उसलाई खिलाउन मन लाग्छ नि त पिठोको डल्लो। अनि त्यही भएर ऊ हैरान पार्छ होइन। अनि धन्यवाद, धेरै धन्यवाद है हजुर, भिडियोलाई पुरा हेरिदिनु भएकोमा धेरै धन्यवाद। थ्याङ्क यू सो मच। बाई बाई।